वेलकम टु माई मिनी भ्लग। सबैजनालाई मेरो भ्लगमा स्वागत छ। सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने पनि पूर्ण आशा गरेको छु। र साथीहरूले चाहिँ मेरो बिदाई कार्यक्रमको लागि चाहिँ सबैले तयारी गरिरहेका छन् र म पनि अब यहाँदेखि पनि लागे एयरपोर्टतर्फ चाहिँ जाँदै गर्दाखेरि दिदीले पुर्याउँदै हुनुहुन्थ्यो। ट्याक्सीमा छौँ र म चाहिँ अगाडि भिडियो बनाउँदै नयाँ भ्लगहरू बनाउँदै जाँदै गरेको। सबैजनालाई दिदी हेलो भनिदिनु न, म भन्नु उयोमा छु ल। हाम्रो दिदीहरूसँग दोलखा होइन, दोलखा रामेछाप र दोलखासँग दिदीसँग भेट भएको छ। हामीहरू चाहिँ यहाँनिर वेटिङ रुममा चाहिँ बसिरहेको छौँ। हामी म चाहिँ एकछिन हामी चाहिँ यहाँबाट प्लेनसँग आँटेको छौँ। सबै साइप्रसको लागि जाँदैछौँ। दोहा बेङ्गलोरदेखि अब यहाँदेखि जानुपर्ने हामी चाहिँ यहाँनिर साथीहरू छौँ। यहाँदेखि सामानहरू लिएर जानुपर्ने थाहा छ। कस्तो राम्रो छ। दामी रहेछ कतारमा। बेङ्गलोर कता के को कतार हौ, म त कस्तो नाम दिदी र म चाहिँ यहाँ टोइलेट जाँदै गरेर टोइलेट खोज्दा हैरान भएको छ है। के गर्नु, बेङ्गलोरमा हरायो हामी त। अनि पेपर नमिलेर पर्खिँदा यहाँ रहेछ नि, यहाँ रहेछ टोइलेट। हामी चाहिँ आएको अवस्था यस्तो छ। राम्रो कति राम्रो अनि त कति ठुलो रहेछ। दिदीहरू यहाँ हुनुहुन्छ। अनि हामी फोटो यहाँ हाम्रो चाहिँ यहाँ डकुमेन्टहरू यता त्यो गर्दा गरेर बल्ल मिलाएर बल्ल माथि आएर दिदीहरूलाई बस्न लाग्यो। वेटिङ धेरै भयो। अब यहाँदेखि अब कतारमा त्यस पछाडिबाट त बल्लसँगले बाँसको बनाएको छ यहाँ त, बाँसको त होला ठ्याक्कै है, यो बाँसको जस्तै सेम
ठ्याक्कै बाँसै बाँस देखिने कि तर कसरी हो थाहा बाँसको हो र दिदी यो बाँसको होइन बल्ल बल्ल काम चाहिँ भयो गाडी आयो। अब कार उही नै टल्किरहेको छ होइन दिदी यताबाट भित्र आयो अहिले र खुट्टा धेरै कस्तो धेरै ठाउँ सरेको कता हाम्रो बहिनी कता छ मलाई भनेको त्यो हाम्रो साथी त नि कता लगेज उतै पो छ त लिएर आउनु भन्नु न यता सँगै बसौँ अब कहाँ पो छ त त्यहाँ उतै बसिरहेको छु बोलाइ लिएर आउनु लगेज त बोक्नु पऱ्यो नि त बोल्नु पर्यो यार भारी छ लिएर आउँछु मै बस्ने ठाउँै छैन कहाँ बस्यो यता रहेछ कस्तो यहाँदेखि ओह्रालो जस्तो लाग्यो मलाई त कोही कस्तो राम्रो ठाउँ है हेर्नु न उत्ता देखाएको छ उत्ता कति भनेको गेट नम्बर 65 61 उत्ता उतै देखाएको छ कस्तो राम्रो ठाउँ भनेको छ बाजे बोजू कस्तो छ ठाउँ है थाहा छैन अब त्यो हो जस्तै कि जु जस्तो ठ्याक्कै है कस्तो राम्रो राम्रो रहेछ नि कस्तो राम्रो कस्तो कमलको फुल माथि नेचुरल कस्तो राम्रो है नेचुरल वाला फुल वाउ यस्तो दामी छ केटीहरू त किन बस्यो फेरि दिदी छिराउनु न म बनाउनु मलाई उयो गरिदिनु है सब्सक्राइब गर्नु है के छ न म त झन्निँदै रहेको थिएँ सबै गइसकेछन् हो ओ यस्तो ठाउँमा सुत्नु अघि चाहिँ किन नआएको होला अनि त्यही त अनि है हामी चाहिँ कस्तो यस्तो ठाउँ रहेछ त अनि अहिले थाहा पाइयो अनि के गर्नु अब सकेको टाइम सकेको बेला थाहा पाएर नि के नेक्स्ट टाइम छुट्टीमा आउँछु न अब फेरि अर्कोचोटि देखिँदैछ मलाई राम्री राम्री त नभनौँ तर अब एडिट गर्नु कहिले भुल्ने कहिले सक्ने हो कि फ्री टाइम कहिले म अल्छी लाग्छ कि आज त बनाउनु यही हो यहाँ गएर टोइलेट पनि जान्छ हौ
नेचुरल सबै अर्ग्यानिक के भन्छ यो नेचुरलवाला के वाला रहेछ यस्तो ताम्रा धौ यसो ताम्रा धौ प्लान्टहरू कस्तो राम्रो छ युनाइटेड हाल्नु त हुन्छ ओ सिस्टर म चाहिँ यहाँनिर फिल्म हेर्दैछु मैले चाहिँ यहाँनिर आज अब चाहिँ कतारबाट चाहिँ जानु लागेको कतारको ट्राभल थियो कतारबाट चाहिँ अहिले अब जानु लाग्दैछु फिल्म हेरिरहेको छु अब एकाउन्टहरू छैन हामी चाहिँ यहाँनिर रालाङ्गामा आइपुग्यौँ अब ब्यागेजहरू रिसिभ गर्नु छ अनि साथीहरू टन्नै यता भेट भएको छ दिदीबहिनीहरू यता दाइहरू पनि थाहा छैन कता कता हो हिँड्नु चाहिँ भइरहेछ